2 दिनसम्म ब्लग नआउनुको कारण चाहिँ के थियो होला? कि ब्लग बनाउँछु भन्दा गिभ अप गरेर लागिसक्यो त मान्छे मरो हो अब सुरेन्द्र खड्का ब्लगर भन्ने। अल राइट गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ म बिस्तारै हिँड्दै बनाइरहेको छु ब्लग सानो स्वरमा, किनभने म बिरामी छु आज। हाम्रो मन्दिर चाहिँ आधी सर बनिसक्यो। चाहिँ बिरामी भएर एकदम घुँडा दुखेर यस्तो चेपको बाटो हिँड्न सकेको। यो चाहिँ रहेको छ कन्याममा नेपाल सरकारले इन्भेस्ट गरेको वान अफ द लेटेस्ट प्रपर्टी। म चाहिँ दोकान आएर धुपसुप बालेर पूजा पनि गर्न थालेँ। कोही कोही बेला चाहिँ यसो टिकटकमा देखेको मान्छेलाई रियलमा भेटिँदो रहेछ। मैले चाहिँ चिया खाएर मेरो दिनको सुरुवात गरेँ। अलिकति टाउको दुख्न कम, तर रियलमा देख्दा चाहिँ अलिक कन्फ्युज हुँदो रहेछ। मैले आज त्यस्तै भयो सिचुएसन। बेलुका चाहिँ हामी गाउँको पेसेन्जरहरूलाई पुऱ्याएर बाबा र म उकालो बाटोमा एकदम गाडीको डेक्सी घन्काएर हाम्रो चाहिँ जुनै गाडीमा हिँड्दा पनि गाडीमा डेक घन्किन्छ। यो चाहिँ भोलिपल्टको दिन हाम्रो भेनासँग म चाहिँ कल्याणको दोकान फेरि पनि म चाहिँ 2 दिनको भ्लग एक दिनमै बनाएँ। एकदम आँखाहरू पनि सुनिरहेको थियो मेरो चाहिँ 2 दिन बिरामी भयो। कल्याणको त्यसै त हरियाली चिया बगान प्लस चिसो मौसम भन्नु त हुन्थ्यो नि। म चाहिँ बिरामी भएर एकदम तातो लुगा लाएर गइरहेको थिएँ। गाडी चेकचाक हुने छ त धन्यवाद उसलाई कमिसन